12 क्लासको एक्जाम पनि सकियो, अब गर्ने के? खाडीतिर जाने होला फरेन गएर मास्टर्स सकाउँछु बाहिरै गएर पढ्नुपर्छ विदेश जाने छ त म त आइएल्स पढ्न सक्छु बाहिर जान्छु र सकाएर जान्छु भाइ यो भिडियो चाहिँ 12 क्लास पछि आईटी पढ्छु भनेर सोच्ने स्टुडेन्ट्सहरुको लागि है त। हजुरहरु चाहे विदेश गएर पढ्नु या यही नेपालमा, दिस क्यान बी हेल्पफुल फर अल अफ यु है त। हजुरले पनि 12 क्लासको फाइनल एक्जाम अन्तिममा युट्युबबाट हेरेर र्याप अप गरेर नै तयारी गर्नु भएको होला है। हजुरलाई पनि 11 12 क्लास चाहिँ जुन कलेज पढे पनि हुन्छ, पढ्ने चाहिँ आफैले नै हो भन्ने रियलाइज भइसक्यो होला। त्यस्तै गरी नै ब्याचलर्स पनि जुनसुकै कलेजमा पढ्दा हुन्छ, फर्स्ट एन्ड फरमोस्ट थिङ टु अन्डरस्ट्यान्ड इज डिग्री इज नाउ जस्ट अ पिस अफ पेपर। अब ब्याचलर्स जोइन गर्नु अघि चाहिँ मैले ब्याचलर्स भरि कुन कुन स्किलमा फोकस गर्ने त भनेर माइन्ड मेकअप गर्न पर्यो है। लाइक हजुरले म अब डेटा साइन्स राम्रोसँग गर्छु भनेर सोच्नु भयो, अनि ब्याचलर्समा जाँदा एउटा साथीले चाहिँ डिजाइनिङ गरेर पैसा कमाउँदो रहेछ, अर्कोले चाहिँ चिया पसल गर्दो रहेछ, बेटिङ हान्छ, अब यसरी पनि पैसा आउँछ भनेर चाहिँ आफ्नो डिरेक्सन गुमाउनु भएन। मेक स्योर आफ्नो फर्स्ट इन्टर्नशिप वा जबसम्म यु विल जस्ट स्ट्रिक्टली स्टिक टु ओन्ली वान थिङ एट अ टाइम है त। एन्ड लास्टली आई विल सजेस्ट टु चुज द चिपेस्ट एफोर्डेबल डिग्री। डोन्ट जोइन द कलेजेस विथ फिज एबोभ 10 लाख, त्यो काम नै छैन। 7 देखि 8 लाखमा डिग्री र्याप अप हुन पर्छ, अनि बाँकी 2 लाख जतिको राम्रो ल्यापटप एन्ड राम्रो प्रिमियम कोर्सेसमा इन्भेस्ट गर्ने हो। लिसन, इन टेक पिपल विथआउट डिग्री आर अल्सो मेकिङ आउट अफ द बक्स। सो हजुरले झन् डिग्री गर्दै हुनुहुन्छ भने त सुनमा सुगन्ध हो। सो मेक स्योर एकदम सस्तो एफोर्डेबल फी अनि बचेको पैसा टोटल्ली इन्भेस्ट फर योर पर्सनल ग्रोथ है।